नेपाली युवा अन्डर 19 फुटबल टोली यति बेला साफ अन्डर 19 च्याम्पियनशिप खेल्न यति बेला भारतमा रहेको छ र आज नेपालले आफ्नो पहिलो खेल अन्तर्गतमा रहेर श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। साफ अन्डर 19 च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग पहिलो खेल खेल्न लागेको हो। जितसँगै सेमिफाइनलको यात्रा सुनिश्चित गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिनेछ। यो खेल भने भारतको अञ्चल स्थित गोल्डन जुबिली रङ्गशालामा यो साफ अन्डर 19 च्याम्पियनशिप अन्तर्गत समूह बी को दोस्रो खेल हुनेछ, जस अन्तर्गतमा रहेर पहिलो खेलमा भारतसँग 8-0 ले पराजित भएको हो श्रीलङ्काको टोली। तसर्थ आज श्रीलङ्काको टोली पहिलो खेलको मोमेन्टमलाई शिफ्ट गर्दै आज नेपाल विरुद्ध जित हासिल गर्न चाहन्छ। पहिलो खेलमा भारतसँग 8-0 ले पराजित रहनु पुगेको हो श्रीलङ्काको टोली। नेपाली समूह चरणको दोस्रो खेलमा भारतसँग मंगलबार भेट्ने तालिका रहेको छ भने समूह ए तर्फ बंगलादेश र मालदिप्स पहिलो खेल बराबरीमा सकिएको थियो। नेपालको कप्तानको जिम्मेवारी भने राम थापाले गर्दैछन् भने प्रशिक्षकमा अर्जुन श्रेष्ठ रहेका छन्। नेपालले सन् 2015 को पहिलो विजेता रहिसकेको छ। र आजको यस खेल लाइभ हेर्नको लागि भने स्पोर्ट्स बक्जेट नामक युट्युब च्यानलमा गएर लाइभ हेर्न सक्नुहुनेछ, जसको लिंक मैले यसै भिडियोको मुनि कमेन्ट बक्समा पिन गरेर राखिदिनेछु। र आज नेपालले श्रीलङ्का विरुद्धको खेलमा कतिको गोलको फराकिलो अन्तरले जित हासिल गर्न सक्ला त? नेपाली टोलीलाई जितको अग्रिम शुभकामना भन्दै यस भिडियोबाट भने म बिदा हुन चाहन्छु। हस्त, जय नेपाल, जय नेपाली फुटबल। धन्यवाद।